आज हामी एउटा विशेष विषयमा कुरा गरौँ है त। नेपाल टेलिकम भने एनटिसीको शेयर हो। एनटिसी निकै चासोको विषय पनि हो यो। हो नि, हामीसँग एउटा स्रोत छ नेपाल टेलिकम स्टक विश्लेषण भन्ने। अब यसैको आधारमा अहिले एनटिसीमा लगानी गर्ने बेला हो कि होइन र यसको भविष्य कस्तो देखिन्छ, यसमै अलि गहिरेर कुरा गरौँ न। हुन्छ, सुरु गरौँ। ल, सुरुमा त अब स्रोतले एनटिसीको सामान्य परिचय दिएको छ। सरकारी स्वामित्व भयो होइन, अनि देशभरि पहुँच, ठूलो ग्राहक संख्या। त्यो त आधारभूत कुरा भइहाल्यो, धेरैलाई थाहा पनि छ। हो, तर अहिलेको बजारको अवस्था हेर्दा स्रोतले एउटा चाखलाग्दो कुरा के निकालेको छ भने जुन 2025 सम्म हेर्दाखेरि नेप्सेमा त अरू बेला जस्तै उतार चढाव देखियो, तर एनटिसीको शेयर मूल्य चाहिँ तुलनात्मक रूपमा स्थिर रह्यो रे। हो, यो स्थिरतालाई स्रोतले एकदमै जोड दिएको छ। यसको एउटा कारण त अब एनटिसी अत्यावश्यक सेवा दिने कम्पनी भयो होइन। अर्कोतिर यसको बजार हिस्सा पनि ठूलो छ, अनि फेरि सरकारी स्वामित्व। यसले गर्दा लगानीकर्तामा एक किसिमको भरोसा जस्तो देखियो। त्यही भएर बजार अलि हल्लिँदा पनि यसको भाउ धेरै खस्केन। हो, त्यस्तै देखिन्छ। स्रोतले पनि यसलाई दीर्घकालीन लगानीकर्ताका लागि एउटा आकर्षणको बिन्दु मानेको छ। स्थिरताको कुरा गर्दा त लाभांश पनि त जोडिन्छ होला नि, होइन र? अवश्य। स्रोतले एनटिसीलाई डिफेन्सिभ स्टक भनेको छ। यो डिफेन्सिभ स्टक भनेको चाहिँ के हो, अलि सरल भाषामा भनिदिनुहोस् न। डिफेन्सिभ स्टक भनेको चाहिँ कस्तो भने त्यस्तो कम्पनीको शेयर हो जसको व्यापार नाफामा आर्थिक मन्दी आयो भने पनि वा बजार तलमाथि हुँदा पनि अरूको तुलनामा कम असर पर्छ। अच्छा। यस्ता कम्पनीले के गर्छन् भने सामान्यतया स्थिर रूपमा नाफा कमाइराख्छन् र नियमित लाभांश पनि दिन्छन्। यो छिटै मूल्य बढेर वात्तै नाफा कमाउने खालको जसलाई ग्रोथ स्टक भनिन्छ, त्योभन्दा अलि फरक भयो। भनेपछि सुरक्षित जस्तो हो, तुलनात्मक रूपमा। स्रोतको विश्लेषणमा पनि एनटिसीको जुन पुरानो लाभांश दिने रेकर्ड छ अनि अहिले बजारमा देखिएको स्थिरता छ, त्यसले गर्दा यो सुरक्षित अनि नियमित आय खोज्ने लगानीकर्ताका लागि उपयुक्त देखिन्छ भनेको छ। बजारको आधी बेहेरीमा एक किसिमले सुरक्षित डुङ्गा जस्तो। बुझेँ। भनेपछि जोखिम अलिक कम लिन चाहने अनि वर्षै पछि केही न केही आम्दानी होस् भन्ने सोच्नेहरूका लागि यो बढी मिल्ने भयो। हो, ठ्याक्कै। तर स्थिरता मात्रैले त अब सधैँ पुग्दैन होला। भविष्यमा वृद्धि मतलब ग्रोथको सम्भावना चाहिँ कस्तो देखाएको छ त स्रोतले? 5G को कुरा छ, डिजिटल सेवा विस्तारका कुरा छन्, ती कतिको ठोस हुन् जस्तो लाग्छ? भविष्यको कुरा गर्दा स्रोत आशावादी नै देखिन्छ, तर केही कुरामा भर पर्छ भनिएको छ। जस्तो 5G आयो भने त्यसले डाटा खपत बढाउँछ होइन, अनि प्रति ग्राहक औसत राजस्व जसलाई एआरपीयू भनिन्छ, त्यो बढ्ने सम्भावना देखाइएको छ। तर 5G देशभर पुर्याउन त लगानी पनि त ठूलै चाहियो होला नि। त्यो चुनौती छँदैछ, लगानी र विस्तारको कुरा। अनि अर्को भनेको डिजिटल सेवाहरू, जस्तै मोबाइलबाट पैसा तिर्ने सेवा, मोबाइल फाइनेन्शियल सर्भिसेस भयो, वा अरू भ्यालु एडेड सेवाहरू। यसमा एनटिसी कतिको सक्रिय हुन्छ, त्यसले नयाँ आम्दानीको बाटो खोल्न सक्छ भन्ने विश्लेषण छ। अनि गाउँ गाउँमा इन्टरनेट पुर्याउने कुरा नि? हो, त्यो पनि। ग्रामीण क्षेत्रमा कनेक्टिभिटी बढाउने सरकारी लक्ष्यमा एनटिसीको भूमिका त मुख्य नै हुन्छ। त्यसले पनि ग्राहक आधार बढाउन मद्दत गर्छ नै। भनेपछि एकातिर अहिलेको स्थापित बजार र स्थिरता भयो, अर्कोतिर चाहिँ प्रविधि र नयाँ सेवाबाट भविष्यमा बढ्न सक्ने सम्भावना पनि देखियो। हो, मोटामोटी त्यही हो। यसले लगानीकर्तालाई कस्तो सन्देश दिन्छ त समग्रमा हेर्दा? स्रोतको पुरै विश्लेषण हेर्दा निष्कर्ष के निस्किन्छ भने एनटिसी खास गरी उहाँहरूका लागि विचार गर्न लायक हुन सक्छ जो आफ्नो लगानीमा धेरै जोखिम मोल्न चाहनुहुन्न, अनि जसले लामो समयको लागि सोच्नु भएको छ र शेयरबाट नियमित लाभांश आओस् भन्ने चाहनुहुन्छ। छोटो समयमै ठूलो नाफा कमाइहालौँ भन्ने वा हाई रिस्क लिएर हाई रिटर्न खोज्नेका लागि चाहिँ यो त्यति आकर्षक नहुन सक्छ। ढिलो तर स्थिर यात्रा जस्तो भन्नुभयो। हो, त्यस्तै खालको। तर यो विश्लेषणले एउटा महत्त्वपूर्ण प्रश्न पनि उठाउँछ के प्रश्न? एनटिसीको स्थिरता, सरकारी समर्थन, यी कुरा त छँदैछन् होइन, तर भविष्यमा त दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा झन बढ्छ, खास गरी डाटा र डिजिटल सेवामा। हो त नि। त्यो बढ्दो प्रतिस्पर्धालाई सामना गरेर एनटिसीले आफ्नो बजार हिस्सा र नाफा जोगाइराख्न सक्ला त?
अनि अब खालि फोन र इन्टरनेट सेवा बाहेक अरू कुन चाहिँ त्यस्तो नयाँ र किलर खालको डिजिटल सेवा ल्याउँला जसले यसको वास्तविक मूल्य बढाओस्? त्यो त सोच्नै पर्ने कुरा भयो। हो, यो चाहिँ अब आउने दिनहरूमा हेर्नुपर्ने र लगानी गर्ने निर्णय गर्नु अघि विचार गर्नुपर्ने गम्भीर विषय हो जस्तो लाग्छ।